थ्याङ्क यू सरले राम्ररी कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ कि एकदम खुसी लागेको छ। यहाँ सरले मात्रै कार्यक्रम सञ्चालन गर्नुहुन्छ नि त, दिपक मिश्रले यसरी कार्यक्रम राम्रो सञ्चालन गर्नुहुन्छ कि। यस कार्यक्रमको अध्यक्षताका आसन ग्रहण गरिराख्नु भएका पेमल गाउँपालिकाको उपप्रमुखज्यू, सम्पूर्ण प्राविधिक साथीहरू, कार्यक्रम सञ्चालकज्यू पनि, अनि त्यहाँ भिडियो खिचिराख्नु भएको छ सर पनि, सबैलाई एकदम हार्दिक नमस्कार। अहिले अब मेरो एकदम क्रिटिकल कन्डिसनमा मेरो विशेष पनि अहिले हस्पिटलाइज भएर उसलाई नसा च्याप्यो भने चाहिँ तपाईँहरूलाई यो नसा सम्बन्धीको समस्या आउला, त्यो भन्ने बित्तिकै अपरेसन चाहिँ नगर्नु होला। यो डक्टरले चाहिँ ठ्याक्कै अपरेसन भन्दैछ 5 महिनादेखिको औषधि अनि दुईचोटि एमआरआई गरेको रिपोर्टले पनि अपरेसन गर्नु भनेर भनेको थियो। अहिले अपरेसन नगरिकन त्यहाँ निकै रिकभर भइसकेको छ। त्यहाँ बेड भर्ना गर्नुभन्दा अगाडि 5 दिनमै निको भइसक्यो। सम्भवतः रिकभरी हुने केस छ। त्यस्तो खालको कार्यक्रम चाहिँ यहाँ पनि अझै ल्यायो भने एकदम लाभान्वित हुने रहेछौँ कि हामी पनि। र यही कार्यक्रमको लागि नै आएको, नत्र भने आउने कन्डिसन थिएन। र यहाँ आएर जब मैले तपाईँहरूको 5वटा कुरा एकदम पढ्ने भन्छु। र चौथो कुरा चाहिँ 5औँ कुरा भन्दा चौथो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। नम्बर 1 तपाईँलाई मैले भन्छु, आइ एम रियली भेरी मच प्राउड अफ यु। मलाई एकदम गर्व फिल भइरहेछ। यहाँ त नेपालमा के छ भने शुक्रबार हुने बित्तिकै हतारेर घर अनि शनिबार पस्ने अनि आइतबार पनि ढिला आउने। अनि त्यो बिचमा चाहिँ छुट्टी भयो त्यो भने त बिचमा पनि घर जाने अनि शुक्रबार पनि घर जाने, त्यो चलन छ नि त। तर तपाईँले जुन यो टाइम तपाईँले यो आफूले आफूलाई तपाईँले जुन अपग्रेड गर्न तालिम के अरे यो अपग्रेड गरेर जुन टाइम दिनुभयो त्यो चाहिँ एकदमै राम्रो। यसरी नै बेला बेलामा यो यस्तो कार्यक्रम हुँदै गरोस्, टिमअप हुँदै गरोस्। घर जानेको साटो जुन तपाईँले जुन आज समय लगानी गर्नुभयो यो चाहिँ एकदम ठुलो लगानी हो। दोस्रो कुरो, सबैभन्दा डेन्जर भनेको चाहिँ के हुन्छ अरे यो दुनियाँमा नि, यो सुरु आउनु, चुपचाप बसेर काम गर्नु र फेरि लुरु घर जानु, फेरि भोलिपल्ट पनि उठ्नु, सुरु घर जानु, अनि आएर चुपचाप बसेर काम गर्नु अनि लुरु घर जानु। यसरी तपाईँहरू 1 दिन 2 दिन 3 दिन गर्दा तपाईँहरू वर्ष बित्छ, 2 वर्ष बित्छ, 3 वर्ष बित्छ, यसरी बित्दै 60 वर्षसम्म काम गर्दा तपाईँहरू कस्तो भएर निक्लिनु छ? अधिकांश त अफिसरहरू, गोल्ड मेडलिस्टहरू करप्टेड भएर निक्लिन्छ नि मान्छेहरू। त्यो 60 वर्षमा यस्तो चाहिँ निकममा भएर बसेको हुन्छ। त्यो यो चाहिँ यसरी अझै यसमा त म के थाहा छु भने सुरु आउनु अनि चुपचाप यहाँनिर काम गर्नु, लुरु चाहिँ रुम जानु, अनि अझै टिकटक, युट्युब, फेसबुक चलाउनु अनि सुत्नु। यसरी नै जाँदै गर्ने चाहिँ क्रिएटिभिटी सबै चाहिँ मारिदिन्छ कि। तेस्रो कुरो, अब अध्यक्षज्यू यहाँ हुनुहुन्न, अरू उपाध्यक्ष हुनुहुन्छ। दक्ष कर्मचारीमाथि बजेट विनियोजन गर्नु भनेको चाहिँ त्यो खर्च होइन, त्यो चाहिँ लगानी हो। त्यसैले पालिकाले जुन यो लगानी गरेको छ, कर्मचारीहरू पनि जुन प्राविधिकहरू, इन्जिनियर, सब इन्जिनियर, असिस्टेन्ट सब इन्जिनियरमाथि जुन लगानी गरिएको छ यो पालिकाद्वारा, जुन बजेट विनियोजन गरेको छ यो चाहिँ एकदम लगानी हो। यसका लागि म पनि दिलदेखि जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अनि चौथो कुरो, जनप्रतिनिधिलाई एकदमै जुनसुकै पोलिटिकल पार्टी भए पनि घृणा गर्ने, हेट गर्ने चलन छ हाम्रो सोसाइटीमा। र त्यसपछि अहिले पछिल्लो समयमा एकदमै टार्गेट परेको, पछिल्लो के यो जहिले पनि कर्मचारी भनेपछि एकदमै मान्छेले घृणा गर्छ, एकदम भन्ने हुन्छ क्या कर्मचारीले देश बिगारे भनेर। तर मजाले यदि एनालाइसिस गर्ने हो भने, विश्लेषण गर्ने हो भने कर्मचारीले देश कहिले पनि बिगार्न सक्दैन। एउटै कुरा गर्न सक्छ, कि त्यसले सपार्न सक्छ। जस्तै राज्यको शिक्षा नीति, राज्यको अर्थनीति, राज्यको सुरक्षा नीति भन्नुहुन्छ, यसरी यो कर्मचारी सम्बन्धित नीति हुन्छ। यो सबै नीतिहरूको राजा चाहिँ राजनीति हो। जुन देशमा राजनीतिक अस्थिर छ, जुन देशमा राजनीतिक चाहिँ धमिलेको छ, त्यो देशमा भनेको जतिसुकै ब्युरोक्रेसी अथवा अन्य कुरा जतिसुकै अन्य पक्ष सफल भइदियो पनि कहीँ न कहीँ बिग्रेको हुन्छ, त्यो सपार्न सक्दैन। त्यसैले राजनीतिक व्यवस्था यदि बलियो भएको ठाउँमा सबै कुरा भनेको राम्रो हुँदै जान्छ। त्यहाँ चाहेर पनि नराम्रो गर्न सकिन्न र चाहेर पनि कर्मचारीले बिगार्न सक्दैन। तर एउटा कुरो चाहिँ तपाईँले के कुरा याद राख्नु भने, त्यो राजनीतिक स्थिर भएको ठाउँमा पनि, राजनीतिक सङ्घलेको ठाउँमा पनि, सिस्टम एकदमै बलियो भएको ठाउँमा पनि यदि तपाईँहरूले अथवा हामीहरूले भन्नु काम गर्दाखेरि कर्मचारीहरूले इनोभेटिभ भएर काम गरेन भने, क्रिएटिभ भएर यदि हामीले काम गरेन भने, सृजनशील भएर यदि हामीले काम गरेन भने कर्मचारीले देश बिगार्छ कि बिगार्दैन यो त भन्न सकिन्न। तर एउटा ग्यारेन्टी छ के भन्न सकिन्छ भने त्यो कर्मचारीले आफूलाई ध्वस्तै बनाइन्छ। त्यही भएर तपाईँलाई मैले सुरुमा भने नि, उसले रिटायर हुनेसम्ममा अध्ययन गर्नु पनि छोड्ने, सृजनशील काम पनि गर्न छोड्ने, नैतिक
इथिकल र एजुकेसन यस्ता खालको कुराहरू उसले केही पनि नगरिकन ऊ रिटायर हुने हो भने यति ध्वस्त पार्न निस्किन्छ। 60 वर्षपछि निक्लिँदा ऊ भइसकेको हुन्छ, कपाल पनि फुलिसकेको हुन्छ, दाँत पनि खोटे भइसकेको हुन्छ, ऊ मर्ने बेला पनि भइसकेको हुन्छ, उसले दिने सेवा पनि एकदमै थोत्रो किसिमको हुन्छ, पब्लिक पनि उदेखि इरिटेट वाक्क दिक्क भइसकेको हुन्छ। त्यस्तो मान्छेको जिन्दगी लगभग असफल नै भइसकेको हुन्छ कि। त्यो भएको कारणले गर्दाखेरि अहिले जुन यो तपाईँहरूले जुन यो काम गर्नुभयो, यो काम भनेको चाहिँ अरू शाखाले पनि सिक्न लागेको काम हो। अब म यदि अब यही भिडियो रेकर्ड मात्र म साथीहरूलाई पनि के भन्छु भने एमालेका अन्य कर्मचारीहरूलाई पनि यहाँनिर मैले अन्य धेरैवटा स्किमहरू लिएको थिएँ, अन्य धेरै क्रिएटिभ प्रोग्रामहरू लिएको थिएँ कर्मचारीको लागि, यस्तो यस्तो खालको गर्नुपर्छ है भनेर भन्दै गर्दाखेरि, तर प्राविधिकको मात्रै यो चाहिँ सफल भएको छ अपग्रेड गर्ने सवालमा। किन भन्दाखेरि ताली चाहिँ एक हातले मात्रै नबोल्दो रहेछ क्या, त्यसको लागि चाहिँ 2 हात नै चाहिँदो रहेछ। तपाईँहरूले चाहिँ ठ्याक्कै त्यो भन्ने बित्तिकै जनप्रतिनिधिहरूलाई पनि कन्भिन्स गराउनु भयो, उहाँलाई पनि क्लियर गराउनु भयो, यो कार्यक्रम तपाईँहरूले नै आफूले बनाउनु भयो, यो कार्यक्रम यसरी सफल भयो। अन्य कर्मचारीको साथीहरूको हकमा चाहिँ के छ भने ठ्याक्कै त्यो मैले जति भने त्यति मात्रै सुन्नुभयो, हो चाहिँ उहाँहरूमा चाहिँ खासै कार्यक्रमहरू भनेको इम्प्लिमेन्ट हुनै पाएन। त्यही भएर कारण आज मैले उभिएर के भन्छु भने अन्य साथीहरूले पनि प्राविधिक शाखाबाट चाहिँ सिक्नुपर्ने कुरा चाहिँ यो आफूले आफूले अपग्रेड गर्ने चाहिँ जसरी प्राविधिक शाखाले तथाकथित देखाए अपग्रेड अध्ययन एजुकेसन र इथिकल कुराहरू सँगसँगै गरेर लानुपर्ने हुन्छ। र यति भन्दै तपाईँहरूको यो कार्यक्रम सफल भएको पूर्ण खुसी व्यक्त गर्दै म मेरो भनाइ टुङ्ग्न चाहन्छु। हस्, थ्याङ्क यू।